हेलो नमस्ते साथीहरु। अनि यो चाहिँ मेरो न्यू डे न्यू ब्लग। हजुरहरु सबैजनालाई चाहिँ मेरो दिपेश कार्की ब्लगमा स्वागत छ साथीहरु। मलाई आशा छ तपाईहरु सबैजना आराम हुनुहुन्छ। यदि आराम हुनुहुन्न भने पनि आरामको कामना गर्न चाहन्छु साथीहरु। म चाहिँ एकदम ठिकठाक छु है त। आज चाहिँ म यता रामेछाप घरमा आएको छु साथीहरु हैन। अनि अब आज चाहिँ फेरि यहाँ घरबाट चाहिँ भालुखोपतिर सु जुनार बगैँचातिर घुम्न जाने। त्यता जाँदाखेरि चाहिँ म एउटा सानो ब्लग बनाउँछु। हजुरहरु सबैजनाले हेरेर साथ दिनु होला है त। अनि कहाँबाट हेर्दै हुन्छ दिपेश कार्की ब्लगलाई चाहिँ लाइक कमेन्ट शेयर र सब्स्क्राइब गरिदिनु होला। अनि नयाँ साथीहरुले हेर्दै हुनुहुन्छ भने दिपेश कार्की ब्लगमा जोडिनु होला। पुरानो साथीहरुले चाहिँ हेरेर साथ दिनु होला है त। आजको यात्रा भालुखोपसम्म हुनेछ। ल यो बाटो हुँदै गइन्छ है त साथीहरु। यो बाटोबाट थुम्का निस्किएर गइन्छ। मसँगै बस्नु होला आजको यो मेरो ब्लगमा। कहीँ नजानु होला। कस्तो हुन्छ ब्लग जे जस्तो भए पनि। ल साथीहरु यो चाहिँ रामेछाप नगरपालिका वडा नम्बर 6। यो ठाउँको नाम चाहिँ ओख्रेनी है त। आज म ओख्रेनी आएको छु। ओख्रेनी आएको बेलामा यो चाहिँ जुनार सुन्तलाको चाहिँ एकदम खत्रै जोन है त। जुनार सुन्तलाको लागि चाहिँ यो ठाउँमा चाहिँ एकदम सबैभन्दा मेन भनेको जुनार सुन्तला उत्पादन गरिन्छ। जुनार सुन्तलाको जोनै भनेर चिनिन्छ है त ओख्रेनीलाई। ल यति राम्रो छ। यो चाहिँ रामेछाप जिल्ला हो है। रामेछाप जिल्लालाई चाहिँ तपाईको जुनार जोन भनेर पनि चिनिन्छ। त्यो मध्येमा नि ओख्रेनी 6 नम्बर वडा चाहिँ एकदम धेरै जुनार सुन्तला पाउने ठाउँ है त। हेर्नु त यहाँ त सबै बगैँचा है। ल अहिले मसँगै घुम्नु पर्छ है त। वडा चाहिँ किन गर्नु पर्यो त नि? मलाई चिने हैन यार। ल है त साथीहरु हेर्नु है जुनार यति राम्रो छ कि फलेको त्यति नै बाक्लो छ। यो चाहिँ सुन्तला रहेछ। सुन्तला चाहिँ त्यति राम्रो छैन तैपनि यस्तो राम्रो छ है। यो चाहिँ ओख्रेनी। ल हेर्नु त यो चाहिँ सिमी है त। यो टाटे सिमी यो चाहिँ निबुवा। ल यति राम्रो ठाउँ रहेछ है त साथीहरु यो ओख्रेनी। हेर्नु त हरियाली पुरै जुनारै जुनार लाग्छ हैन यो पाटो चाहिँ। अनि यतापट्टि बन्द पनि लाउनु भएको रहेछ। फर्सीहरु सबै छ है त साथीहरु। ल यस्तो राम्रो ठाउँ रहेछ। केरा अमृसो जम्मै यहाँ त बगैँचै सबै सुन्तला र जुनार भन्दा केही नलाउने रहेछ नि साथीहरु। तर हाम्रोतिर चाहिँ अलि हुन्न हैन। अब यो हिमाल चाहिँ देखिने ठाउँतिर चाहिँ राम्रो हुने रहेछ। हेर्नु त बस्ती पनि पातलो पातलो छ। एकदम राम्रो छ। ल हेर्नु त। ल यो चाहिँ तोरी है साथीहरु। हेर्नु त पुरै गराइरहेको छ। यो साइड जति सबै अमृसो। यो अमृसो पनि एकदम महँगो पर्छ नि त। तपाईहरुको यो टन्न लाएर अनि यो नै बेच्यो भने पनि टन्न पैसा आउँछ क्या। यसको सबै निकालेर डाँक्ला निकालेर अनि कुचो बनाएर बेच्यो भने एउटै कुचोलाई अब कति पर्छ? नर्मली 50-60 रुपैयाँ पर्छ होला है। त्यति महँगो पर्छ क्या। हेर्नु त यति राम्रो ठाउँ छ। ल बाटो चाहिँ हेर्नु न घरसम्म ल्याएको छ है साथीहरु। यसरी यहाँ फर्काउन मिल्ने गरेर। हेर्नु त अब यो चाहिँ जुनारको चाहिँ बगैँचा बनाउनु भएको रहेछ हैन। अनि यो तोरी अब हिउँदाको समय यही हो। तोरीहरु हुन्छ भर्खर फल्न लागेर चाहिँ त जुनारको बगैँचा चाहिँ सानो सानो छ। ल साथीहरु तपाईहरु पनि अब ओख्रेनी गाउँ रामेछाप ओख्रेनी घुम्नुपर्छ है त। मसँगै बस्नु होला। कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि लाइक शेयर सब्स्क्राइब पनि गर्नु नबिर्सनु। हेर्नु त यति सानो बोट छ हैन। कति राम्रो फलेछ त। हेर्नु त यति राम्रो छ। रुख चाहिँ सानो सानो तपाईको उत्पादन चाहिँ यति राम्रो भएको छ कि है। हेर्नु त साथीहरु। अनि भित्र चाहिँ तोरी लाउनु भएको छ अब हैन। यो चाहिँ फर्सी पाकेको। यो चाहिँ पछि तरकारी खाइने भयो उसिनेर खाइने भयो जे गरे पनि हुन्छ है साथीहरु। हेर्नु त यस्तो राम्रो छ यो सुन्तला यति राम्रो छ। यति राम्रो छ। ल आज चाहिँ जुनार जोनमा आएर एउटा सानो भिडियो बनाएको छु। हजुरहरुले हेरेर साथ दिनु होला प्रतिक्रिया दिनु होला है। किन गाली गरिस् आइज। ल सुन है साथीहरु। हेर्नु त यसरी
जस आफूलाई पुग्ने खाने चाहिँ पुग्ने जति चाहिँ सब उत्पादन हुन्छ क्या गाउँमा हैन किन्नु पर्दैन यो जतिखेर चाहियो त्यतिखेर टिप्यो लग्यो खायो यति आनन्द हुन्छ गाउँमा हेर्नु त साथीहरु मौरी पनि पालेको रहेछ सबै रहेछ त साथीहरु लाउन चाहिँ बाँकी केही नराख्नु भएको रहेछ जम्मै चिजहरु हेर्नु त यति राम्रो घर टक्क बनाएको छ हैन जुनार हेर्नु है साथीहरु यति राम्रो फलेको छ हेरिराख्नु जस्तो छ यति सानो सानो रुखमा पनि यति धेरै जुनार फलेको छ है हेर्नु त ल यस्तो राम्रो फलेको छ यो सबै बेच्ने है साथीहरु यो यति राम्रो छ तोरी छ तल तल माथि चाहिँ जुनार यो पुरै पाटो छ पुरै छ अब अहिले चाहिँ देखाउन सकिएन साथीहरु ल यति राम्रो रहेछ है ठाउँ त त्यो इस्कुस जुनार हेर्नु यति राम्रो छ जुप्पा जुप्पै फल्या तपाईहरुले खान नपाए पनि हेरेर चित्त बुझाउनु होला यति राम्रो जुनार बगैँचामा आएर एउटा सानो भिडियो बनाएको छु हजुरहरु सबैजनाले हेरेर साथ दिनु होला अनि दिपेश कार्की ब्लगलाई लाइक कमेन्ट शेयर गरिदिनु होला धेरै जनासम्म पुर्याइदिनु होला अनि नयाँ साथीहरुले हेर्दै हुनुहुन्छ भने चाहिँ दिपेश कार्की च्यानललाई सब्स्क्राइब गरेर मसँगै जोडिनु होला हैन अब यस्तै भिडियो आउँछन् बेला बेलामा हैन जहाँ गइन्छ त्यहाँको नयाँ ठाउँ परिवेश अनुसारको म सबै भिडियोहरु बनाउने कोसिस गर्छु हैन जे जस्तो भए पनि साथीहरु हैन अब त्यही हो रामेछापको विशेषता भनेको अब अहिले यो अब हिउँदाको समयमा हेर्नु जुनारहरु लटरम्मै फलेका छन् तल तोरी पनि पुरै फलेको छ है राम्रो छ अब यसलाई भर्खर काँचै छ यो चाहिँ अब सुकेपछि उखालेर राख्ने अनि त्यसपछि कुट्ने अब आफुलाई जतिखेर चाहिन्छ त्यतिखेर चाहिँ तपाईहरुको के रे तोरी पेल्नी अनि तोरी पेलेर अब खान नि मिल्यो लगाउन नि मिल्यो त्यसो गर्न मिल्छ है साथीहरु यो तोरीको फाइदा त्यही हो ल यति राम्रो छ हेर्नु त हिमाल पनि देखिन्थ्यो आज चाहिँ अलिकति यो मौसम चाहिँ त्यति राम्रो सफा छैन धुम्म परेको छ साथीहरु त्यही भएर अलि देखिया छैन उ यता साइडमा चाहिँ देखिया छ अलिकति हिमाल पनि यस्तो राम्रो देखिन्छ के यहाँबाट त्यति राम्रो देखिन्छ हेर्नु त यो साइडमा थोरै देखिया छ है त ल हजुरहरुले हेरेर साथ दिनु होला दिपेश कार्की ब्लगलाई माया गरिदिनु भएको छ अझै धेरै माया गरिदिनु होला भन्न चाहन्छु है त साथीहरु अब गाउँको भिडियोहरु यस्तै हुन् है पहाडमा खेतीबाली लाउनको लागि चाहिँ यो हलोको प्रयोग गरिन्छ है यो चाहिँ काठबाट बनाएको साथीहरु हैन यो साइडको अनौभ हो यो हलो यो हरिस यसरी बनाएर राखेको हुन्छ यो चाहिँ खेतीपाती लाउनको लागि चाहिँ प्रयोग गरिन्छ है साथीहरु यो हलो चाहिँ अब यो चाहिँ अब पहाडमा चाहिँ प्राय के रे मेसिन भन्दा पनि ट्र्याक्टरहरु चाहिँ युज गर्न अलि गाह्रो हुन्छ ढुङ्गाहरुमा पनि हुँदैन अब यो चाहिँ सुर्का सानो सानो गोराहरु हुन्छ नि त त्यो भएको भएर गोरुकै आवश्यक पर्छ क्या अनि यसरी यो चाहिँ मुखौरा हो हैन ल हेर्नु है साथीहरु यस्तो छ ल त्यही भएर पहाडमा चाहिँ अहिलेसम्म गोरु नै प्रयोग गरिन्छ अनि हलो नै चाहिन्छ काठको हलो साथीहरु ल यहाँ पनि खर काटेर राख्नु भएको रहेछ यसरी यो चाहिँ गाई बस्तुलाई खुवाउनको लागि प्रयोग गरिन्छ है त साथीहरु यो ढोड यो खर पछि समयसम्मको लागि फागुन चैतमा कम घाँस हुन्छ नि त त्यो समयमा चाहिँ यही निकाल्ने हाल्ने गाई बस्तुलाई एमबी 21 घाँस है साथीहरु हैन कत्रो भएको उखु जस्तै देखेको छ यो सबै घाँस बाटो हेर्नु न साथीहरु बाटो चाहिँ रामेछापमा हो ठाउँमै पुर्याएको छ यहाँ गाई बस्तुलाई घाँस काटेर रेडी पार्नु ओइ हल्ला नगर ज्ञानी हुनुपर्छ किन कराएको चुप ल साथीहरु उख्रेनीको यस्तो छ गाउँ बस्ती है अनि यो चाहिँ काफल है साथीहरु यो काफल चाहिँ कहिले पाक्छ भने यो चाहिँ तपाईको वैशाख जेठको समयमा चाहिँ हुन्छ है काफल यति सानो रुख रहेछ यो चाहिँ बारीमै हुन्छ यो पाखामा चाहिँ प्राय जस्तो सबै काफल फल्छ यति राम्रो छ है साथीहरु यतातिर पनि पुरै अमृत लाग्छ यो साइडमा हेर्नु यतातिर बस्तीहरु चाहिँ पातलो छ अब प्राय गाउँमा कमै मान्छे बस्छन् अलि पातलो छ साथीहरु खेतीपातीको कुरा गर्ने भने यहाँ चाहिँ अब यही हो सुन्तला जुनार
होइन त्यस्तै त्यस्तै खेतीहरू टन्न लगाएको रहेछ होइन। अब आफूलाई चाहिने कुराहरू सबै यहीँ उत्पादन छ है त साथीहरू। यस्तरी हेर्नु त साथीहरू जुनारको बोट यस्तो लड्दा राम्रै छ, रुखले नथेकेर फलेको छ भने। ल जुनारको बगैँचा यस्तो छ हेर्नु त, यति राम्रो फलेको कि। ल हेर्नु है साथीहरू बगैँचा जुनारको, यति सानो रुखमा हेर्नु त लट्टर रम्मै फलेको छ है यस्तरी, यति सानो सानो रुखमा। यो सबै पुरै जुनारको बगैँचा है साथीहरू। ल हेर्नु है साथीहरू यति राम्रो छ। ल